सो हेलो गाइस अनि के छ तपाईहरुको अलि म फेरि तपाईहरुको माझमा आइसकेको छु है आफ्टर लङ टाइम। अनि आज चाहिँ खास चाहिँ के हैन, जो आज हाम्रो स्यामीको बर्थडे हैन। अनि त्यही म चाहिँ अहिले उसकै कोठामा उसकै घरमा हो। अनि यहाँ चाहिँ हाम्रो माझमा हुनुहुन्छ सुमित। अनि सुमित अहिले चाहिँ खतरा नै प्रिपरेसन गरिरहेछ स्यामीको लागि। अब म हल्का भिडियोमा त खिच्दिने मान्छे हैन, मैले चाहिँ सानो खालको प्रेजेन्टेसन अनि हाम्रो माथमा दोस्त पनि हुनुहुन्छ, दोस्त लजाइहाल्छ, सबजना लजाइहाल्छ। यता आउनु त तिमी पनि। उनीहरूले चाहिँ खतरा प्रिपरेसन गरेछ, स्यामीलाई रुवाउने भनेर प्रिपरेसन गरेछ। ठिक छ, हुन्छ। मलाई त्यो चाहिँ म चाहिँ कन्फिडेन्ट छु कि स्यामी चाहिँ आज हुन्छ, त्योमा चाहिँ कन्फिडेन्ट छु म। त्यही हो, अब म हल्का फुल्का भिडियो खिचिदिन्छु स्यामीहरूको दोस्तहरूको प्रिपरेसनको। त्यही हो, आज चाहिँ मेन आज भ्लग भनेको चाहिँ स्यामीको लागि सरप्राइज। त्यो चाहिँ अब हेरिदिनु होला कसरी सरप्राइज हुन्छ। स्यामी चाहिँ रुवाउनु पर्छ है ल। सो गाइज यो प्रिपरेसन चाहिँ यति नै हो। यहाँ प्रोजेक्टर गऱ्यो अनि यहाँ चाहिँ अब ह्याप्पी बर्थडे स्यामी भनेर हुन्छ। अनि उनीहरूले चाहिँ प्रेजेन्टहरू चाहिँ खतरा गर्न आँटेको छ। त्यही हो, अब चाहिँ म धेरै बोल्दिनँ। त्यही हो, अब सब भिडियोहरू क्याप्चर गर्छु। अनि त्यही हो, हेर्नुहोस् मेरो तर्फबाट चाहिँ स्यामीलाई गिफ्ट चाहिँ यही भिडियो हो, प्लस त्यो अघिको सानो केही छैन। अनि के छ त प्रेजेन्टेसन भनेपछि फेरि प्रेजेन्ट कस्तो प्रेजेन्ट हो, गिफ्ट तयारी कस्तो छ? अनि आज चाहिँ के हो भन्दै त, खास विषय के हो? स्यामीलाई के दिन चाहन्छौ तिमी, कसरी रुवाउन चाहन्छौ? आज मेरो एउटा स्पेसल भिडियो छ, त्यो भिडियो नै उसको लागि स्पेसल हुन्छ आई थिङ्क। किन केटाहरूले रुवाउँछ जस्तो छ। म पनि रुइसकेँ अघि नै, तर मैले देखेको छुइनँ, बोलीले रुइसकेँ। अरे कहना क्या चाहते हो? त्यही हो, अब यसै हो, अब ढिलो नगरिकन होइन। यति नै हो भनौँ न। अबको यहीँ अब भिडियोहरू देखाउनेछ। अनि अब हेर्नुहोस् कसरी यहाँ प्रेजेन्ट गर्छ, केटाहरूले कसरी स्यामीलाई रुवाउँछ। त्यही हो, हेर्नुहोस्। म धेरै बोल्दिनँ अब चाहिँ। सो गाइज आज स्यामीको बर्थडे। अनि स्यामीको रुममै उनीहरूले सरप्राइज गर्दै हुनुहुन्छ यहाँ प्रोजेक्टर। अनि त्यही हो, यहाँ चाहिँ स्यामीको रुम टुर गरौँ पहिला। स्यामी कतिको चाहिँ बार्साको फ्यान, बार्साको भन्दा मेस्सीको फ्यान। यहाँ मेस्सीको जर्सी, तर उसको नाम छ यहाँ हेर्नु सक्नुहुन्छ, मेस्सी। यहाँ चाहिँ अलिक नदेखाउँ होला। अनि यहाँ छ मेस्सी। त्यही स्यामी चाहिँ ओभर फ्यान है, बार्साको ओभर फ्यान छ। ओए छ त हो कि क्या, यो है फाइनल लुक चाहिँ। कति कालो छ। ओए यो पुरै अहिले एकछिनमा हेर्नु होला, अहिले म देखाउँदिनँ। होस्, दिस इज ट्रेलर। के छैन क्या, चल्दिनँ अहिले। के पनि गिदी होला। आम्मा यो चाहिँ त्यो अगाडिको लगाउ त। तँ चाहिँ कहाँ हो, म्यादी भेट्न जाँदा हो क्या त अगाडि यो। हो क्या गाउँतिर म्यादी टक्क। आम्मा ओ माई गड, त्यहाँ अगाडि हेर न। ओहो, मेस्सीको चाहिँ ओभर फ्यान है स्यामी। मेस्सीको बच्चाको फोटो हो क्या त्यो, मेस्सी बच्चाको। जङ्गलमा त्यो ठ्याक्क हिँडेर फोटो खिचेर एउटा यो चाहिँ ठ्याक्क त होइन, साथी पिसाब हेर्न आँट्दा उताबाट फोटो आयो चाहिँ फुरुक्क घुमेर ल हालिहाल्नु। फोटो अनि पोस्टर आरसिबी जित्छ भनेर यसो प्रे गरेर हालेको थिएँ, एनिबी हालेको थियो। तर देखाएको थियो होला यार मैले नि।
चल झुटा तर त्यतिखेर नचिनेर होला नत्र त्यो स्यामी तिम्रो फोटो आएछ भन्नुहुन्थ्यो ओहो ल ल ल ल ल यतिकै भएपछि सकिएन त आम्मा यो फेरि स्मल ड्रिमले अझ यत्रो ठुलो बोकेर स्मल ड्रिम गाडी र हेलिकप्टर प्लेन ठिक्क पारेर शुभ बिहाको फेरि के हो यो जन्मदिनको धेरै धेरै शुभकामना टिका लगाउने हो लगाउने लगाउने साथी आशीर्वाद दिनुपर्ने राम्रो आशीर्वाद आउँछ ल साथी राम्रो होस् त्यो लगाउनु असाइनमेन्टमा राम्रो आज तिम्रो जन्मदिन धेरै धेरै शुभकामना साथी होइन राम्रो होस् न्यु इयरमा सँगै अगाडि बढौँ होइन एक अर्कालाई सपोर्ट गरेर एकदम है त साथी शुभकामना होइन असाइनमेन्ट राम्रो पास गर हामी गाइड गर्दै गर होइन खुवाउँछु म त यार कस्तो र के को सेलिब्रेसन दिदी अलिकति ल्याउनु पर्यो नि त बिगारेको भन्दै त पाप्रा उकाउँदै हान्दै बाटो ल स्यामी सम्मान भन्ने चाहिँ के भन्नु पर्यो केही कुरालाई सम्मान गर्ने आधार गर्ने त्योभन्दा ठुलो कुरा के हो जिन्दगीमा बङ्गालले कति राम्रो नाम दिनु भएको हाम्रो जेनी त कुन चाहिँ कुकुरको नाम गाडीमा लगाइदिने
एक्सन जाँदा साह्रै कट्टु भुस्क्यो है म्यानेजरले कम्प्लेन गरेर सल्युट नि हान्नु पर्ने अब यो पनि लाउनु पर्यो नि त यो खोलिहाल्नु अनि अनि मजाको साह्रै स्यामी दोस्तलाई मजाको आवश्यकता थियो भन्ने सुनेर मजा आयो भनेछ भने सुने अनि टक्क काममा जाँदा के लाउने भित्र सम्मानजी भिडियोग्राफर ल्याएको कहाँ लास्टमा उसको भाडा ताल नआउन पनि सक्छ केक त मलाई पुग्यो यार थोरै खाउँदा सरी केक मिठो बनाउनु हिजो आज अगाउँदै गएको छ कि फाल्नु पनि थालेको छ के को नमिठो मात्र हुनु चाउमिन जस्तो भन्ने हालेँ म झोल चाउमिन हो जुम्ल्या दोस्तहरू है यिनीहरू दुईजना चाहिँ जुम्ल्या हो ज्यान उस्तै हाइट उस्तै जिन्दगी उस्तै कपाल पनि उस्तै धन्यवाद साथी तिमी पनि खाऊ न खोइ अनि हक चाहिँ ए अरूलाई हक दिने विचार साथलाई हक नदिने साथीभाइ तथा दिदी बहिनी पुरुष दुई भागका विसर्जनहरू आजको प्रमुख अतिथि सम्मान भण्डारीज्यू जसको बर्थडे छ सायद हाम्रो सबै साथीभाइहरू नर्थ ह्याम्पटन युनिभर्सिटीका सब नेपाली जनहरू छात्र छात्रीहरू आजको यस कार्यक्रममा उपस्थित हुनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद आजको कार्यक्रम रहेको छ स्यामी जन्मेको दिन कति राम्रो दिन र आजको दिनै सम्मान गर्ने दिन एक अर्कालाई सम्मान आधार हाम्रो नेपालको परिभाषा होइन यति राम्रो अनि बाबाको नाम के हो सूर्यबहादुर भण्डारी मम्मीको अनिता थापाद्वारा भन्ने खालको बनाउनु पर्ने भयो साथै उहाँको सम्मानको मम्मी बाबालाई पनि एकदम धेरै धन्यवाद दिँदै होइन आजको यस कार्यक्रमलाई अगाडि बढ्न चाहन्छु धन्यवाद टेन हो ल साउन्ड फुल पिछादेखि सबै बोला न के मजाले हेर्ने बोल्ने सबैसँग कोही बोल्दैन आज हजुरहरूको सामु उपस्थित हुन पाएको छु आज चाहिँ मेरो प्रिय साथी स्यामी भण्डारीको बर्थडेको उपलक्ष्यमा मेरो पछाडि भगवानको फोटो देख्नु मेरो साथीलाई जिन्दगीमा सधैँ अगाडि बढ्न सक्दिनु होला र उसको आयु चिरञ्जीवी होस् भन्ने छोटो समयमा हाम्रो मित्रता भए तापनि हामी युके आएपछि एकअर्कालाई चिन्यौँ र छोटो समयमा हाम्रो मित्रता यति घनिष्ठ भएछ कि एउटा आफ्नै परिवारको आफ्नो दाजुभाइ जस्तो खुसी लाग्छ आज मेरो साथी अनि 20-21-22 वर्ष पुगिसक्यो एउटा टिनेज सकेर एउटा जिन्दगीको यथार्थमा पुगिसकेको छ अब आउने जिन्दगीको Happy birthday, Sammy. Many happy returns of the day. God bless you. Happy birthday, Sammy. जन्मदिनको धेरै धेरै शुभकामना आउँदो दिनहरूमा धेरै धेरै
सोचेको सबै कुरा हो जिन्दगीमा अघि जाति सफल हुनु अब योभन्दा ठुलो भन्ने धेरै पनि छैन अब यति नै बेस्ट विश सोचेको सबै कुरा हो जिन्दगीमा तिम्रो जिन्दगी सुखमय दिनुहोस् यो साथी सुख दुःख गरौँला सँगै हेलो स्यामी जन्मदिनको धेरै धेरै शुभकामना छ ल बक्सुल साथीबाट धेरै माया छ साथी तिमीलाई ल बाई बाई भेट्नु बस्छ बेलुका आउँछु ल म बाई ह्यापी बर्थडे साथी जन्मदिनको धेरै धेरै शुभकामना राम्रोसँग प्रगति गर्नु अझै अगाडि बढ्नु सधैँ रिसाइरहेको हेर्न नपाऊ होइन यो नेनेरी गरेर मन सकेन ह्यापी बर्थडे तिमीले सोचेको आँटेको सबै कुरा पुरा होस् अनि तिमीले युकेमा पुरै पाउन्डमा सुत्न पाओस् बर्थडे गिफ्टमा चाहिँ मलाई तिमीले दिने बर्थडे गिफ्ट घरले चाहिँ तिमीलाई पर्सि दिन्छ नि बर्थडे गिफ्ट खाँदाखेरि चाहिँ भयो नि घरले चाहिँ दिन्छ गिफ्ट भन्ने कुरा के पछिको मान्छे दिउँला तिमीले प्रगति धेरै गर्छ जस्तो लाग्छ तिमीले छिटोभन्दा छिटो के बिजनेस खोलेर हामीलाई स्पोन्सर दिनु अनि त्यस्तै 3 वर्ष यस्तै युनिमा भेटघाट भइहाल्छ ल बाई सबै बाई भन ह्याप्पी 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 बर्थडे जुटी दिस माई चाइल्ड सधैँ उन्नति प्रगति गर्दै जानु सधैँ सफलताको शिखरमा चढ्नु कहिले पनि तल नझर्नु विश यू अल द भेरी बेस्ट फर योर अपकमिङ डेज ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु सम्मान जन्मदिनको तिमीलाई धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे एम्बु के छ खबर आज तिमी जन्मेको दिन टाढा भए पनि घरतिर सम्झिनु सधैँ स्वस्थ रहनु खुसी रहनु व्यस्त रहनु हौसला साथ आफू अगाडि बढ्नु यही हो तिम्रो जन्मदिनको लाख शुभकामना ह्याप्पी बर्थडे टु यु समान बाबु जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे सम्मान छोरा बाबु तिमीलाई जन्मदिनको धेरै शुभकामना अनि अब तिमी ढुकीमा पाइला चुकेको दिन सधैँ खुसी रहनु सबै स्वस्थ रहनु हाँसी खुसी रहनु धेरै धेरै तिमीलाई धन्यवाद ह्याप्पी बर्थडे बाबु सन्चै छ राम्रोसँग बसेस् अनि राम्रोसँग काम गरेस् ल है ह्याप्पी बर्थडे बाबु ह्याप्पी बर्थडे सम्मान तिमीहरू पनि उता रेस्ट गरेर मासुको तल लास्टै सम्झिरहेको बर्थडे दादा त्यति भयो कि राम्रोसँग सबले ह्याप्पी बर्थडे बनाइदिनु होला साथीहरूले राम्रोसँग मिलिजुली बस्नु अनि एकअर्कालाई सहयोग गर्नु अनि फेरि पनि ह्याप्पी बर्थडे तिमीले कहिले भन्ने हो यस्तो मम्मीले त भन्नु भएन मलाई के भन्नु दिदी कसले भने
तिमी भने हौ बोलाउने भनेर हजुर ठुलो पारा मैले कसले भन्यो कसलाई भन्यो तिमीले बनाउँदा कसले भन्यो तपाईँलाई मम्मी एकदम रमाइलो भएको बर्थडे तपाईँबाट भन्दै भन्नु भन त ला मलाई सरप्राइज हो कस्तो खाएर थाहै भएको थिएन अहिले यस्तो हुन्छ भनेर ला पुरा सब ल यार बोलाउनु बोला कस्तो एकछिन बोलाएर मन छैन कस्तो कसरी कसरी कसले भन्यो तिमीले कोही फ्रेन्ड पनि थिएनन् तर यहाँ कसले भन्छन् भन्नु म त ठिकै छ ल भनेको थिएँ उहाँबाट त कसको अङ्कितलाई भनेको अङ्कित भन्यो के कुरा त गरिहाल्छु नि अहिले मम्मीलाई के कुरा भन्ने कुरा भएर त त्यही त अहिले म कुरा गर्छु मलाई भन त कसलाई भनेको तिमीले कसलाई भनेको भयो त जसलाई भन्नु रोहितलाई पुरा खुसी भयो नि कस्तो लाग्यो त स्यामीको शब्द हो अब त जानै पर्छ हो अब जानु पर्यो होइन जे आउँछ जति आउँछ प्लिज जे मनमा छ जति आउँछ बोल्न जान्दैन मैले एक्सपेक्ट गर्दै रहेछ नि मैले के भिडियो स्टार्ट भयो देख्यो सबैले यहीँ गयो भनिहाल्नु होइन पछाडिको सरप्राइज अगाडिको त के सरप्राइज ठ्याक्क मिसा आउँछ ठ्याक्क आयो त्यहाँबाट मैले कहाँ स्यामीकोबाट सुन्नै पर्ने हुन्छ एक शब्द जानु पर्छ जस्तो आउँछ जति आउँछ एक शब्द जानु पर्यो उठौ छिटो हाम्रो अस्ट्रेलियाबाट आयो क्यानाडाबाट आयो भनेर भन्छ नि त्यो भाइले पनि भन्छ नि दिमागले ब्रेन स्ट्रम भइरहेको छ थ्याङ्क यू मात्र भन नि त धन्यवाद सबैलाई धेरै धेरै धन्यवाद धेरै धेरै माया सबैले विश गरिदिनु भयो मलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु त्योभन्दा बढी के नै भन्न सक्छु र त्यही हो कट ल ल म भन्छु सर्वप्रथम सबैलाई धेरै धेरै धन्यवाद यति एक्सपेक्ट गरेको थिइनँ टु बी अनेस्ट होइन हाम्रो फिक्स थिएन क्या पहिलो सुरुमा अब मनाउने नमनाउने त्यो फिक्स थिएन अब त्यो मनाइयो मेरो त पहिल्यै सोच्थेँ मैले सबैलाई भनिरहेको थिएँ मेरो बर्थडेमा यस्तो हो न ढोका स्याम्पेन हान्ने हो यताउता हान्ने हो रमाइलो गर्नुपर्छ न पहिल्यैदेखि सोच्थ्यो अब त्यो भयो पनि हुँदैछ पनि इन्जोय गरौँला त्यो छुट्टै कुरा हो अनि यसमा चाहिँ अब हात चाहिँ अब सबैको होला हात सबै तर सुमितको चाहिँ धेरै धेरै हात छ यसमा सुमितको सागरको सबैको हात छ सबैको ठुलो हात छ निशाको सबैको छ अब धेरै धेरै धन्यवाद भन्न चाहन्छु त्योभन्दा त के भन्न सक्छु र त्यही मैले एक्सपेक्ट गरेको थिइनँ तर कसम मैले यसरी यसरी मनाएको पनि थिइनँ कहिले मनाउँछ मैले बर्थडे मैले भने बर्थडे चाहिँ मैले गाउँभरि पहिलो बर्थडे मनाएको मेरो हो टु बी अनेस्ट अनि मैले बर्थडे मनाइरहेको थिएँ हर वर्ष मनाउँछु मैले बर्थडे 21 पुग्यो 21 गयो 21 पुग्यो अब त्यही हो अब के भन्नु धेरै धेरै धन्यवाद फेरि अनि